अमेरिकामा 5 वर्ष साहित्यकार राजदास श्रेष्ठद्वारा लिखित यो दोस्रो आत्मसंस्करण हो। पिता तुलसीदास श्रेष्ठ तथा माता अष्टमाया श्रेष्ठका सुपुत्रका रूपमा विक्रम सम्वत 2006 सालमा साँखुमा जन्मिएका राजदास श्रेष्ठले अमृत साइन्स क्याम्पसबाट आइएसी उत्तीर्ण गरेका थिए। 2026 सालमा सोभियत सङ्घको छात्रवृत्तिमा 6 वर्ष लामो केमिकल इन्जिनियरिङ सकेका उनी 2033 सालमा नेपाल सरकार अन्तर्गत खानी तथा भूगर्भ विभागमा अनुसन्धान अधिकृत भएका थिए। विक्रम सम्वत 2039-40मा दक्षिण अफ्रिकाको बोत्सवानामा राष्ट्रसङ्घको स्वयंसेवकको रूपमा काम गरेका श्रेष्ठको देश र जनताको सेवाका लागि निकै कठिन सङ्घर्ष गरेको लामो इतिहास छ। नेपालमा रैथाने खानीहरू चट्टान, कमेरो र खरानी मिसाई सिमेन्ट उत्पादन गर्न सकिने विशेष अध्ययन गरिसकेका राजदास श्रेष्ठकी श्रीमतीले नेपालमा पहिलो पटक सिसा उत्पादनको विषयमा गहन अध्ययन गरेकी थिइन्। नेपालको कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा सुधारिएको चुलो निर्माणमा पहिलो पटक सफल अध्ययन गरेका राजदास श्रेष्ठलाई नेपाली कला, साहित्य र संस्कृतिमा गहन ज्ञान तथा अद्वितीय माया रहेको पाइन्छ। अमेरिकामा 5 वर्ष समय बिताएका श्रेष्ठलाई संयुक्त राज्य अमेरिकी व्यवस्था, प्रशासन र संयन्त्रले समेत बाँध्न सकेन। कवि सिद्धिचरण श्रेष्ठको प्यारो ओखलढुङ्गाका पङ्क्तिहरू गुनगुनाउँदै उनी नेपाल फर्किए। यात्री कविता वाचन गर्दै युरोप, एसिया, अफ्रिका र अमेरिका डुलेका मानवतावादी कोमल सहृदयी राजदास श्रेष्ठको समाजप्रतिको अद्वितीय समर्पणले पाठकलाई लोभ्याउँछ। स्रष्टा समाजद्वारा प्रकाशित यस पुस्तक अमेरिकामा 5 वर्ष सम्पूर्ण नेपालीले पढ्नै पर्ने पुस्तकको रूपमा रहेको छ। पुस्तकको आवरणमा लेखकको सरल व्यक्तित्व झल्कने तस्बिर, पृष्ठमा सपाट सरल वाक्य र भूमिकामा वरिष्ठ साहित्यकार तथा नेपालका वरिष्ठ राजनीतिज्ञ हरिबहादुर श्रेष्ठको पुस्तक समीक्षाले पाठकलाई असम्बद्ध पङ्क्तिहरू प्रसङ्गहरूमा सजिलो हुने गरी प्रस्ट्याइदिएको झलक पाइन्छ। मैले त्रिभुवन विश्वविद्यालय अन्तर्गत रसायनशास्त्रमा स्नातकोत्तर गर्दै गर्दा राजदास श्रेष्ठको पहिले छापिएको पुस्तक सक्कोमा राजदास श्रेष्ठ अध्ययन गर्ने मौका पाएको थिएँ। उक्त पुस्तकमा उनले नेपालमा भएका खानीहरूको सम्भाव्यताको विषयमा अध्ययन गरेका थिए। उक्त प्रसङ्गलाई कोट्याउँदै मैले राजदास श्रेष्ठलाई म्यासेज गरेर समय दिन माग गरेको थिएँ, तर कामको सिलसिलामा म हुम्ला गएपछि उहाँसँग विशेष भेट हुन सकेन र उहाँको ज्ञानलाई हामीले ग्रहण गर्न सकेनौँ। राजदास श्रेष्ठको निधन भइसकेपछि यो पुस्तक मैले गत हप्ता मात्रै प्राप्त गरेको थिएँ र यो एक हप्तामा यो पुस्तक पढेर सकिसक्दाखेरि मलाई उहाँप्रति थप श्रद्धा जागेको छ। यस पुस्तकका निमित्त उहाँलाई सादर धन्यवाद तथा उहाँको मृत्युप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु।